हेलो एन्ड नमस्ते, सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथ हामी आज नयाँ दिन, नयाँ सुरुवात, नयाँ भलकको साथमा आइसकेका छौँ। हामी आज चाहिँ हामी जाँदैछौँ ग्राबाको लुम्बिनी स्ट्रिट निकोला पार्कमा। हेलो साथीहरू, हामी चाहिँ निकोला पार्कमा आएको छौँ। आज विशेष दिन, हाम्रो छुट्टी रहेको थियो तीनैजनाको। त्यसैले हामी आज एकदम रमाइलो गर्नको लागि यो पार्कमा आइरहेका छौँ। कस्तो लागिरहेको छ दिपेशलाई? एकदम बिन्दास लागिरहेको छ उसलाई पनि, मलाई पनि एकदम रमाइलो लागिरहेको छ। अनि ज्ञानुलाई कस्तो लागिरहेको छ? रमाइलो लाग्यो, नयाँ अनुभव भइरहेछ, नयाँ ठाउँमा आइरहेछौँ हामी। आज धेरै कुरा देख्न पाइयो, नयाँ छ अनि एकदम मुड फ्रेस भइरहेछ, दामी छ। ठिकै छ, अब कहिले काहीँ धेरै दिनपछि हामीहरू घुम्न आए सँगै फेरि है। धेरै दिनपछि छुट्टी सँगै मिलेको हुनाले त्यही भएर आज टक्क रमाइलो गर्ने हो। यो पार्क चाहिँ युरोपको दोस्रो नम्बरमा आउने ठुलो पार्क हो भनेर भन्ने गरेको पाइन्छ। यो पार्क रोमानियाको क्राइबा सिटीमा पर्दछ। यहाँका मानिसहरूले अरू जनावरहरू भन्दा पनि प्रायःजसो कुकुर बिरालाहरू नै पालेको पाइन्छ। हो साथीहरू, तपाईहरूले देख्न सक्नुहुन्छ हाम्रो पछाडिको दृश्यहरू। एकदमै थरीथरीका फुलहरू सँगसँगै डुङ्गा रहेको छ तालमा। पक्कै पनि साथीहरू, आज हामी रमाउनेछौँ यो पार्कको अवलोकन गरेर। सबै ठाउँ देखाउनेछौँ तपाईहरूलाई। हामी पार्कमा घुम्दै आइरहेको थियौँ। यहाँनिर चाहिँ एउटा काठको पुल जस्तो बनेको रहेछ। यहाँनिर सबै ठाउँमा फुलहरूले सजावट गरिएको छ र एकदमै सुन्दर बनेको छ यो पुल चाहिँ। तपाईँहरू देख्न सक्नुहुन्छ। हाम्रो साथीहरू पनि रमाइरहनु भएको छ। यो तालमा एकदमै सुन्दर तरिकाले सजावट गरिएको छ। भिडियो अन्तिमसम्म हेरिदिनु होला भनेर आग्रह गर्न चाहन्छु। ल साथीहरू, भिडियोलाई अन्तिमसम्म हेरेर इन्जोय गर्नु होला है त। तिमीहरूले के भन्नु? तिनीहरूले दिपेशलाई के भन्नु? डरायो कि दिपेश? गाई जस्तो धेरै भिडभाड छ यता, रमाइलो छ, एकदम चिल भइरहेछ आज। तिमीलाई कस्तो लागिरहेछ? एकदम रमाइलो लागिरहेछ। अनि नेपालमा यस्तै शिवरात्रिको मेलामा हुन्छ, तर यहाँ चाहिँ एकदम जियोस् रमाइलो भइरहेछ है। जियोस् फिल त्यही भइरहेछ होइन। सबै छ, कुत्ता पनि ल्याएर घुमाइरहेको छ। त्यस्तै छ गाडी त। कुत्ताहरूको पछाडि लाग्छ कि यहाँको मान्छेहरू, किन खै कुत्ता मान्छेलाई भन्दा कुत्ताले बढी ध्यान दिन्छ। अनि फुलहरू पनि यहाँ धेरै छ आज। के गर्ने, अब भित्र पाइन्न। गाह्रो छ। बेलुका यहाँ दुबार कन्सर्ट लाग्ने छ भनेर
एकदम चान्सतिर धेरै हुन्छ। अब यिनीहरूले चाहिँ हाम्रो भाषा चाहिँ बुझ्दैन। अब चाहिँ हामी टोयलेटतिर गइरहेको छौँ। अब कतातिर भन्ने पनि एक्ज्याक्टली कसैलाई थाहा भएन यिनीहरूलाई कतातिर हो। हामीले ठिक्क हामीले उतातिर जानुपर्छ, लेफ्ट साइडतिर जानुपर्छ। अब धेरै यता आयो भने अब घर जाने तयारी। अब सबै सिद्धि। अब लगभग अब हामी चाहिँ बिहानै आएको। अब चाहिँ हामी रुमतिर गइरहेको। अब दिवस आज रमाइलो भयो, ठिकै भयो। यो रोमनिस्टी निकोला पार्क आज धेरै दिनपछि बाहिर निस्कियो हुनाले अलिक फ्रेस फिल भयो। ठिक छ, आजको दिन यत्तिकै गयो, रमाइलो भयो दिवस। फेरि समयले साथ दिएछ भने हामी तिनजना फेरि आउने छौँ अर्कोचोटि। निकोला पार्कमा आएको छौँ। आज चाहिँ आज विशेष